यो देशमा कुशासन मौन आयो, यो देशमा भ्रष्टाचार व्याप्त भयो, यो देशमा जनताका छोराछोरी र नेताका छोराछोरी बीच विभेद देखियो, यो देशमा भ्रष्टाचारले चरम सीमा नाग्यो भनेर आन्दोलन गर्दै गर्दा सडकमा आएर उभिँदै गर्दा कलेज ड्रेसमा आएका, स्कुल ड्रेसमा आएका, विद्यालय पोसाकदेखि युनिभर्सिटीका पोसाकमा आएका हाम्रा कलिला भाइ बहिनीहरूलाई गोली लागेको हामीले बिर्सेका छैनौँ। त्यसरी गोली लागिसकेपछि हाम्रा कलिला भाइ बहिनीहरूलाई जुन किसिमको बर्बत दमन गर्यो, त्यो दमनपछि यो देशका युवाहरूले अब यो नेतृत्व गरिरहेका सरकार हामीलाई चित्त बुझ्दैन, अब नेतृत्व गर्ने सरकार होइन, हामीलाई नयाँ म्यान्डेट सहितको सरकार चाहिन्छ। अब हामीलाई यो देशमा नेतृत्व गर्नको लागि हामीले छान्न पाएको, हामीले छान्न पाउनु पर्यो हाम्रो सरकार, हामीले छान्न चाहेको जस्तो सरकार हामीलाई चाहिन्छ भनेर उहाँहरूले यो देशमा एक किसिमको आवाज उठाउनु भयो र उहाँहरूले आवाज उठाए बमोजिमको निर्वाचन यो फागुनको 21 गते हुँदैछ, सामान्य निर्वाचन होइन।